हेलो एभ्रिवान, इलामको हरियाली वातावरणमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज यो मेरो नयाँ ब्लगमा आज धेरै दिनपछि म ब्लग लिएर उपस्थित भएको छु र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो वरिपरिको दृश्य। अहिले हाम्रो इलाममा चाहिँ हुस्सु लाग्यो। सो गाइज, अब यहाँ हामी तपाईँहरूलाई हेर्न गइरहेको छौँ। यहाँको आजको हरियाली वातावरण हेर्न सक्नुहुन्छ। पुरै मौसम चिसो छ, हुस्सु लागिरहेको छ, पानी पर्न खोजिरहेछ। के होला थाहा छैन। सो गाइज, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, यो कस्तो राम्रो दृश्य यहाँबाट देख्न सकिन्छ। मायानगरी जस्तै हाम्रो यो पूर्वको इलाम भनेको मायानगरी जस्तै हो। अनि गाइज, यो चाहिँ इलामको सबभन्दा बढी विशेषता भएको ठाउँ हो, चिया बगानको धनी ठाउँ। र गाइज, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ लगभग एकपल्ट वर्षमा 3-4 पल्ट काट्न सकिन्छ गाइज। अस्ति नै यो चाहिँ गाइज हेर्न सक्नुहुन्छ, यो चाहिँ ट्रायङ्गल हो। यहाँ 3वटा बाटो भएको कारणले ट्रायङ्गल हेर्नु सक्नुहुन्छ गाइज। अहिलेको हरियाली वातावरणहरूको दृश्य नै फरक छ। अनि मौसम हेर्न सक्नुहुन्छ, च्यालेन्जफुल छ आज पुरै। अब साथी हो, हेर्न सक्नुहुन्छ होइन, तराईहरू अहिले गर्मीले मर्न आँटिरहेको छ होइन। त्यो बाहिर मौसममा राख्यो भने, तातो भाँडामा अन्डा राख्यो भने अन्डा पनि पाक्छ होला। तर यहाँ हेर्न सक्नुहुन्छ मौसम कति च्यालेन्जफुल छ। यहाँ मलाई भेटेटार र इलाममा त्यति साह्रो फरक चाहिँ केही महसुस हुँदैन क्या। यहाँ पनि दिनभरिमा 3-4वटा मौसम हेर्न सकिन्छ। अहिलेसम्म घाम लागिरहेको थियो, हुस्सु आयो, अब पानी पर्न आँटिरहेको छ होइन। यहाँको मौसम पनि ओभर चेन्जफुल छ क्या, छिनछिनमै परिवर्तन